यो तितौरा केबाट बनेको कसैले छुट्याउनै सक्दैन। अमिलो पिरो ट्वाक्क मुखै रसाउने सबै कुरा पर्फेक्टली मिलेको फर्सीको तितौरा। फर्सीको यस्तो प्रयोग देखेर तपाईहरू पनि अचम्म पर्नुहुन्छ। मसँग आधा फर्सी थियो तरकारी खाएर बचेको, अनि यसलाई धोइ पखाली गरेर काटेर बोक्रा राम्रोसँग दाछेर मजाले ग्रेट गरे। ग्रेट गरिसकेपछि एउटा सुपोमा फैलाएँ अनि घाममा सुक्न राखिदिए। 2 दिन मजाले घाममा सुकिसकेपछि यसको अमाउन्ट पनि घट्छ, थोरै हुन्छ, अनि यसलाई मिची पानीमा पखाले अनि पानी निचोरेर सुक्खा बनाए। त्यसपछि 1 ठुलो चम्चा कर्नफ्लोर लिएको छु मैले, र कर्नफ्लोरलाई मजाले ग्रेट गरेको फर्सीमा मल्ने र केही बेर स्टिम गर्नको लागि राखिदिने। स्टिम भइसकेपछि एउटा मिक्सिङ बलमा ट्रान्सफर गर्ने। त्यसमा स्वाद अनुसार चिनी, 2 चम्चा चाट मसला, अलिकति बिरे नुन र 1 चिम्टी हिङ राखेर तातोमै मजाले म्यास गरिदिने। ग्राइन्डरमा राखेर पिस्दा पनि हुन्छ, तर मैले यहाँ म्यास नै गरेको छु। त्यसपछि मैले सेतो तिल, खुर्सानीको धुलो र कालो मरिच पनि एड गरेर राम्रोसँग मिक्स गरिदिएँ। अब एउटा प्लेटमा तेल लगाएर यसलाई फैलाउने। मैले स्क्वायर सेप बनाएको छु अनि यसरी घाममा सुकाउन राखिदिएँ। माथिको साइड राम्रोसँग सकेपछि तलको साइड माथि फर्काएर सुकाउने। छिटोको लागि ओभनमा राखेर पनि सुकाउन सकिन्छ। मैले चाहिँ नेचुरली नै सुकाएँ घाममा। अनि रेडी भइसकेपछि आफ्नो डिजायर्ड सेपमा कट गरेर हल्का चिनी और मिश्रीको पाउडर छर्ने, एकअर्कोमा नटासियोस् भनेर अनि एयरटाइट डब्बामा भरेर इन्जोय गर्न सकिन्छ। बच्चाहरूले अति नै मन पराउँछन् अनि तितौरा लभरहरूलाई त झन् भन्नै परेन। फर्सीको अलिकति पनि टेस्ट र स्मेल आउँदैन यसबाट। नभनिकन दियो भने चाहिँ कसैले इमेजिन नै गर्न सक्दैन यो केबाट बनेको भनेर। रेसिपी चाहिँ मैले सेयर गरिदिएँ। अब हजुरहरूले पनि बनाउन सक्नुहुन्छ है। थ्याङ्क्स फर वाचिङ, सी यू।